आज मिति 2082 साल वैशाख 11 गते रुकुम पश्चिम अन्तर्गतको त्रिवेणी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन हुन गइरहेको छ र उद्घाटन कार्यक्रममा सहभागी हुन यहाँ विभिन्न समूहहरू आइरहनु भएको हामी देखिरहेका छौँ र सँगसँगै उद्घाटनको लागि प्रमुख अतिथिको रूपमा पूर्व गृह एवं अर्थमन्त्री माननीय जनार्दन शर्मा प्रमुख अतिथिको रूपमा आउँदै हुनुहुन्छ। रुकुमको एउटा मौलिक नृत्य प्रस्तुत गरिरहनु भएको छ। उमेरले झन्डै 55-60 नागेका हाम्रा ज्येष्ठ नागरिकहरू यो नृत्यमा सहभागी हुनुहुन्छ। प्रमुख अतिथि लगायतका अतिथिहरू मञ्चमा आसीन भइसक्नु भएको छ र अब बिस्तारै औपचारिक कार्यक्रम अगाडि बढ्ने प्रमुख शासकीय अतिथिले जानकारी गराउनु समारोहमा म कार्यक्रम सञ्चालक त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अतिथि अध्यक्षताको आसन गरिदिनुहुन म त्रिवेणी गाउँपालिकाका सर्वोदय अध्यक्ष श्री गणेश कुमार केसीज्यूलाई अनुरोध गर्दछु। भरत कुमार शर्माज्यूलाई पनि म अतिथि आसन गर्न अनुरोध गर्दछु। त्यसै गरी भूमि आयोग रुकुम पश्चिमका पूर्व अध्यक्ष श्री मिनबहादुर ओलीज्यूलाई पनि अतिथि आसन गर्न हुनेछ भन्ने कुरा पनि मैले यहाँ राख्न चाहन्छु र यो महत्त्वपूर्ण त्रिवेणी गाउँपालिकाको यो प्रशासकीय भवन उद्घाटनको निम्ति स्वागत गीत प्रस्तुत भइरहेको छ।
भवनको निरीक्षण गर्दै हुनुहुन्छ।